आदरणीय दर्शकबिन नमस्ते। हामी यति बेला प्युठान जिल्लाको जुम्री बजारबाट बोलिराखेका छौँ। म छु बमबहादुर परियार अनि मेरो क्यामेराम्यानमा हुनुहुन्छ नमराज पौडेल। हामीले गत महिनाको साउनको 27 गते मल्लरानी गाउँपालिका वडा नम्बर 1 अरबाङ निवासी हाम्रो 15 वर्षीय बालक हाम्रो शङ्कर परियारलाई उपचारको लागि काठमाडौँ स्थित टिचिङ हस्पिटलमा हामीले पठाएका थियौँ। अहिले विभिन्न सहयोगदाताहरूले सहयोग गरिसकेपछि र हाम्रा मिडियाहरूबाट त्यो समाचार बाहिर निस्किसकेपछि एउटा पब्लिकमा आइसकेपछि विभिन्न सहयोगदाताहरूको सहयोगले गर्दा अहिले शङ्करको उपचार भइसकेपछि अनि हामीले जुम्रीमा अहिले हामीले भेटेका छौँ उहाँलाई। अनि काठमाडौँबाट आउँदै हुनुहुन्छ शङ्करको दाइ हुनुहुन्छ हामीसँग, देख्न सक्नुहुन्छ। र हामीले बिरामी बालक शङ्कर परियारलाई उसको उपचारको लागि काठमाडौँ हामीले विभिन्न सहयोगदाताहरूले सहयोग गरिसकेपछि काठमाडौँ पठाएका थियौँ। काठमाडौँबाट भर्खरै हाम्रो एउटा गाडी आएको छ, एउटा स्कर्पियो गाडीमा। अनि उहाँले काठमाडौँबाट लिएर आउनुभएको छ आफ्नो भाइलाई। र हामीले शङ्कर भाइलाई पनि तपाईँहरूमा हामीले देखाउन चाहन्छौँ। ऊ अहिले पूर्ण रूपमा निको भएर आएको छ कि कस्तो भएको छ हजुरले भन्नुहोस् त। पूर्ण रूपमा भएन, अब अपरेसन गरिसकेपछि त्यस्तो केही समस्या देखियो भने लिएर आउनु भन्नुभएको छ डाक्टरले। अहिले अपरेसन भनेपछि अहिले पहिला भाइलाई उता लाने बेलामा कुनै त्यस्तो सङ्केत थिएन कि भाइलाई सन्चो हुन्छ कि हुँदैन भन्ने कुरामा तपाईँलाई पनि अलिकति डर लागेको थियो होइन? हो अब यस्तो बेलामा पनि विभिन्न सहयोगदाताहरूले सहयोग गरिसकेपछि तपाईँले काठमाडौँ लगेर अनि उपचार गरेर ल्याउनु भयो होइन? अनि ठिक छ नि भाइलाई अहिले? अहिले चाहिँ नर्मल ठिक छ। ल हामी एकैछिन भाइलाई देख्न चाहन्छौँ। आउँ भाइ। ल देख्न सक्नुहुन्छ आदरणीय दर्शकबिन। अनि हामीले यो भाइलाई यसरी बचाउन सकिन्छ भन्ने कुराको हामीलाई पनि विश्वास थिएन। भाइ एकदम पीडामा परेको थियो होइन? पेटको समस्याले उसको साप्तालेमा एउटा के रोग थियो भन्ने कुरा, प्याङ्क्रियाटाइटिस भन्ने एउटा रोगको कारणले ऊ लामो समयदेखि होइन के हुनु बोल्नुहुन्छ। अनि त्यो पेटको समस्याले गर्दा ऊ लामो समयदेखि पीडित भएको भाइलाई आज हामीले सफल उपचारपछि हामीले यही ठाउँबाट जुम्रीबाट हामीले एउटा एम्बुलेन्समा हालेर पठाएका थियौँ। अहिले ऊ निको भएर एउटा हाम्रो स्कर्पियो गाडीमा आइसकेका छन् होइन? अनि हामीसँग उसको दाइ हुनुहुन्छ। भाइ अहिले तिमीलाई ठिक छ नि होइन? पहिलेभन्दा सन्चो भएको छ। अनि पहिले के हुन्थ्यो तिमीलाई? पहिला पेट दुख्थ्यो, उल्टी बमिट हुन्थ्यो, बमिट हुन्थ्यो, त्यसपछि खान मन लाग्थेन, खाना पनि मन लाग्थेन है? टाइम त्यसमा कहिले लाग्थ्यो जस्तो पुरी लाग्थ्यो, खान मन लाग्थ्यो, सबै खाना खान मन लाग्छ, कुरा गर्न मन लाग्छ होइन? अनि तिमीलाई यसरी अनि मेरो उपचार हुन्छ अनि फेरि म यसरी सन्चो भएर आउँछु भन्ने कुरा लागेको थियो कि नै? लागेको थिएन। अहिले चाहिँ पूर्ण रूपमा निको भएर आउँदाखेरि आफूलाई नै खुसी लागेको छ होइन? ल देख्न सक्नुहुन्छ दर्शकबिनहरू, भाइको हामीले सिखबर.com-मा, त्यसै गरी लिस्ने जनसञ्चार साप्ताहिकमा, त्यसै गरी हाम्रो युट्युब च्यानल मिठो.com-मा, स्वास्थ्य खबर पत्रिका लगायतका मिडियाहरूमा हामीले ऊ भाइको एउटा पीडाको विषयमा दर्दनाक स्थिति थियो, त्यो विषयमा हामीले रिपोर्टिङ गरिसकेपछि हामीले हाम्रा मिडियाहरूमा समाचार राखिसकेपछि अहिले ऊ भाइलाई विभिन्न सहयोगदाताहरूले सहयोग गरिसकेपछि उसलाई पूर्ण रूपमा निको भएको छ। र अहिले भाइ एकदम पहिलेकै अवस्थामा हामीले देख्न सकेका छौँ। हामीले हाम्रा जति पनि सहयोगी मनहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले विशेष धन्यवाद पनि दिन चाहन्छौँ। गुरुजी एकैछिन है, हेलो एकैछिन स्टार्ट गर्नु हो। विभिन्न सहयोगी मनहरूले हामीलाई सहयोग गरिसकेपछि भाइको उपचार पनि हामीले गरिसकेका छौँ र भाइ पनि आइसकेका छन्। हाम्रो जिल्ला अस्पताल प्युठानबाट भाइको लागि एम्बुलेन्सको व्यवस्था मिलाउने जिल्ला अस्पताल प्युठानका प्रमुख हाम्रो अमृतपन्थी डाक्टर साहबलाई पनि हामीले विशेष धन्यवाद दिन चाहन्छौँ। भाइको लागि उपचारमा निरन्तर खट्नुहुने जिल्ला अस्पताल प्युठानका एमडिजिपी डाक्टर धेरै गरिब बिरामीहरूका सहयोगी पनि हुनुहुन्छ। हाम्रो सुनिल
सुना डाक्टर साहबलाई पनि हामीले हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। सहयोग गर्ने सबै सहयोगी मनहरूप्रति पनि हामीले धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अनि हाम्रो यो बिरामी शङ्करको दाई हुनुहुन्छ, सागरजी हुनुहुन्छ, अनि हाम्रा जति पनि सहयोग गर्नुभएको छ सहयोगी दाताहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले भन्नुहोस् त। मैले मेरो मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि अब हिजोको दिनमा मेरो अलिकति आर्थिक स्थिति धेरै नाजुक थियो। तपाईँहरूले बोमबहादुर परियार तपाईँ अनि नोमराज दाईहरूले होइन, अनि हस्पिटलबाट पनि अलिकति सहयोग, एम्बुलेन्सको सहयोग मिलाइदिनु सम्पूर्णलाई, देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइहरूलाई चाहिँ एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यसै गरी होइन अब गरिब दुखीहरूलाई सहयोग गर्दै जानु होला, त्यही भन्न चाहन्छु। हुन्छ, एकदमै धन्यवाद। हजुरको भाइको पनि सफल उपचार भएर आउनुभएको छ। अब बाँकी दिनहरूमा पनि हामीले यस्तै अरू बिरामीहरूलाई पनि हामीले यस्तै सहयोग गर्दै जानुपर्ने हुन्छ, किनकि हामीले सामाजिक सेवामा लागिसकेपछि हामीले यो भिडियो देखाउनु नै थियो। अनि हामीले भाइलाई पहिला पठाउँदा भाइको कन्डिसन कस्तो थियो र अहिले आउँदाखेरि कस्तो भयो, यो विषयमा सबैले यो भिडियो हेरेर सहयोग गर्नुहुने सबैलाई फेरि पनि मैले हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै यतिन्जेलसम्म मेरो क्यामेराम्यानमा रहेर साथ दिने हाम्रो नोमराज पौडेललाई पनि विशेष मैले धन्यवाद दिँदै र हाम्रो काठमाडौँबाट हाम्रो गुरुजीले लिएर आउनुभयो, उहाँलाई पनि मैले विशेष धन्यवाद दिन चाहन्छु। र यो भाइको उपचारको लागि महत्त्वपूर्ण सहयोग गर्ने देश विदेशबाट, हाम्रो स्थानीय स्तरबाट, जुनसुकै ठाउँबाट भए पनि सहयोग गरेर हामीलाई साथ दिने सबै सहयोगी मनप्रति विशेष धन्यवाद दिँदै अब भने हामी यो भिडियोबाट बिदा हुने अनुमति चाहन्छौँ। हुन्छ ल।